दर्शकबिन प्रशान्त तामाङको यही बोली नै अन्तिम बोली बन्यो, जसमा उनले आफ्नी छोरीलाई यस्तो भनेका थिए। दर्शकबिन प्रशान्त तामाङको निधन भयो, तर उनी यति धेरै अभागी समेत रहेछन् कि उनी अन्तिममा आफ्नो श्रीमतीको बोली समेत सुन्न पाएनन्। श्रीमती एयर होस्टेज भएकै कारण उनी आफ्नो जागिरमा थिइन् भने प्रशान्त तामाङ आफ्नै छोरीको स्याहार सुसार गर्दै दिल्ली स्थित आफ्नै घरमा थिए। सदाको दिन जस्तै उनी आफ्नी छोरीसँग सधैँ झैँ रमाइलो गर्दै थिए, बस्दै थिए, किनभने उनको छोरी मात्र 3 वर्षकी थिइन्। उनलाई धेरै कामको अफर आउने गर्थ्यो, जसमा स्टेज प्रोग्रामदेखि लिएर धेरै कुराहरू। तर उनले धेरै अपर्च्युनिटीहरूलाई ठोक्काएका थिए। तर पनि उनी आफ्नै छोरीमा आफ्नी आमा जस्तो देख्ने भएका कारण उनी छोरीलाई भन्दै थिए, छोरी म तिमीलाई आफ्नी आमा जस्तै देख्छु भनेर उनी आफ्नी छोरीलाई अथाह प्रेम गर्थे। तर तिनै छोरीलाई भने उनी सधैँको लागि बिर्सिएर यो संसारबाट बिदा भएका छन्। प्रशान्त तामाङकी श्रीमती र उनकी छोरी यति बेला यति धेरै भावुक भएकी छन् कि प्रशान्त तामाङलाई सम्झेर, किनभने प्रशान्त तामाङ र उनकी श्रीमतीको धेरै समय पनि भएको छैन विवाह भएको। करिब 6-7 वर्ष उनको विवाह भएको समय भइरहँदा यता प्रशान्त तामाङको भर्खरै मात्रै हिन्दी फिल्म समेत आउने भएको थियो। तर के गर्नु, आफैले अभिनय गरेको फिल्ममा पुरा अभिनय समेत नसकाइकन प्रशान्त तामाङको निधन भएको छ। प्रशान्त तामाङको हृदयघातका कारणले यो संसारबाट सधैँका लागि विदाई भएको छ भने यति बेला प्रशान्त तामाङलाई धेरै सम्झेका छन्, रोइरहेका छन्। प्रशान्त तामाङ नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै चर्चित रहेका थिए। दार्जिलिङतिर त प्रशान्त तामाङलाई अथाह माया गर्थे। भारतको इन्डियन आइडल भएका प्रशान्त तामाङको नेपाल र भारत दुवैमा धेरै फ्यान भइरहँदा उनले नेपाली 8-9 वटा फिल्ममा समेत अभिनय गरेका छन्। उनको चर्चित फिल्म मध्ये गोर्खा पल्टन र परदेशी लगायत धेरै मुभी पर्छन्, जसमा हामीहरूले सानै उमेरमा हेरेको परदेशीमा उनी निर्माण बनेर अभिनय गरेका छन्। धेरैलाई त त्यही भिडियो सम्झेर पनि रुन मन लागेको छ। यद्यपि दर्शकबिन, तपाईँ भने प्रशान्त तामाङको बारेमा के भन्न चाहनुहुन्छ? मनमा लागेको विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला है त।